नमस्ते। यो पाथीखर्क गाउँको कथालाई मैले सुने। यो कथाले हाम्रो समाजमा अझै पनि गहिरो जरा गाडेको अन्धविश्वास र त्यसले निम्त्याउने पीडालाई सशक्त रूपमा चित्रण गरेको छ। विशेष गरी कृष्णमाया आमामाथि लागेको बोक्सीको आरोप र त्यसको विरुद्धमा सुनिताले देखाएको साहस साँच्चै प्रेरणादायी छ। पाथीखर्कको शान्त जीवनमा बोक्सीको आरोप एक ग्रामीण यथार्थ। पहाडको छेउमा एउटा सानो तर आत्मीय बस्ती थियो, पाथीखर्क गाउँ। त्यहाँ झण्डै 30 घरहरू थिए जहाँ सबैजना एक अर्कासँग नाता जस्तै गरी जीवन बाँड्थे। बिहान पख चौरीका घण्टीको आवाजले गाउँ गुन्जिन्थ्यो अनि साँझ पख आँगनमा गफगाफ, भाँडाकुँडाको आवाज र धुवाँले ढाकिएको वातावरण हुन्थ्यो। गाउँको फेदमा एउटा पानीको मूल थियो जहाँ सबै पालै पालो पानी भर्न जान्थे। त्यही मूलको बाटो छेउमा थियो कृष्णमाया आमाको घर। कृष्णमाया, जसलाई गाउँभरि बुढी आमा भनेर चिनिन्थ्यो, गाउँकी सबैभन्दा अनुभवी महिला थिइन्। उनका 2 छोराहरू थिए तर उनीहरू दुवै आफ्नै परिवारमा व्यस्त थिए, त्यसैले उनी एक्लै बस्थिन्। तैपनि उनको जीवन सरल र नियमित थियो। बिहान उठेर धूप बाल्ने, तुलसीमा जल चढाउने र बेलुकी आकाश हेरेर दिनभरिको सम्झना गर्ने। विपत्ति र संयोग। एक दिन गाउँमा एउटा अनौठो घटना भयो। रामेको 10 वर्षको छोरा अचानक बेहोस भयो। उसको झाडा पखाला रोकिएन, ज्वरोले शरीर तात्दै गयो। त्यसको भोलिपल्ट गोपीको गाई पनि एक्कासी मर्यो। गाउँमा हल्ला फैलिन थाल्यो। अलि दिनदेखि केही ठिक छैन, केही न केही त छ। गाउँका बुढाबुढीहरू भन्थे पहिल्यै पनि यस्तो भएको थियो, बोक्सी लागेको बेला। अनि कुरा सुरु भयो, कसले लगायो त यो बोक्सी? एक दिन सुकमायाको चेलीले चिच्याउँदै भन्न थाली, बुढी आमाले हिजो मलाई हेरेकी थिइन्। राति सपना देखे, मेरै छोराको मृत्यु देखे। पक्का तिनै हुन्। भिडको फैसला। गाउँमा आदि जस्तै खबर फैलियो, बुढी आमा बोक्सी हुन् रे। गाउँका अगुवा, जान्ने मानिने पुरुषहरू जम्मा भए। हामी यस्तै झन्झटमा मरेका छौं, एकजनाले भन्यो। उनी एक्लै छिन्, बोल्दिनन्, पक्कै केही छ, अर्कोले थप्यो। उनीहरू कृष्णमाया आमाको घर पुगे। बुढी, त के गरिरहेकी छेस? हजुर, म त तुलसीमा पानी चढाउँदै थिएँ। झुट, तले गोपीको गाई मारेकी हौ। तेरो कारण रामेको छोरो मर्छ। कुनै प्रमाण, तर्क वा चेतना बिना उनीहरू भिडको उन्मादमा लागे। कृष्णमाया आमालाई लछार पछार गर्दै चौतारीमा ल्याइयो। उनको कपाल तानियो, गालामा चटकारो लाग्यो, तर उनी चिच्याइनन्। भनिन् मात्र, हजुरहरूलाई माया गरेकी थिए, म बोक्सी होइन। त्यही बेला एक किशोरी त्यो दृश्य हेरेर स्तब्ध बन्दै थिए। उनी थिइन् 17 वर्षीय सुनिता, जो कक्षा 11मा काठमाडौँमा पढ्दै थिइन् र बिदामा घर आएकी थिइन्। उनले आफ्नै गाउँलेहरूको यो व्यवहार देख्दा विश्वास गर्न सकिनन्। उनको मनमा आवाज उठ्यो, यो गलत हो। उनले मुखियालाई सोधिन्, कुन प्रमाण छ तपाईहरूसँग? तपाईहरू नै त मलाई विज्ञान पढ्न पठाउनु भएको, अनि आज अन्धविश्वासमा रमाउनु भयो। गाउँलेहरू झस्किए, कोही लाजले झुक्किए, तर भिड लाज मान्दैन। सुनिताले गाउँकै शिक्षक सरलाई बोलाइन्। उनले कुरा बुझेर तुरुन्तै प्रहरीलाई खबर गरे। गाउँमा पहिलो पटक पुलिस आयो। प्रहरी आयो, भिडलाई छताछुल्ल पार्यो, कृष्णमाया आमालाई उद्धार गर्यो। चाँचो उपचार। कृष्णमायालाई अस्पताल लगियो। शरीर घाइते थियो तर आत्मा अझ गहिरो घाइते। डाक्टरले उपचार गरे, समाजसेवी संस्थाले कानुनी सहयोग गरे। प्रहरीले 5 जना गाउँलेलाई अनुसन्धानका लागि पक्रियो। सुनिताको नेतृत्वमा गाउँमा महिला अधिकारको कुरा सुरु भयो। विद्यालयमा अन्धविश्वास र विज्ञान भन्ने शीर्षकमा कक्षा चल्यो। पञ्चायतले निर्णय गर्यो, अबदेखि बोक्सी भन्नु अपराध हो। गाउँमा कृष्णमायाको सम्मान गरियो, तर त्यो चोटको घाउ भरिन सकेन। अन्त्यमा बदलिएको गाउँ। 5 वर्षपछि पाथीखर्कको दृश्य फेरिएको थियो। गाउँमा महिला समूह सशक्त बनेको थियो। बोक्सीको नाममा हुने अत्याचार बन्द भएको थियो। सुनिता गाउँकै विद्यालयमा विज्ञान शिक्षिका बनिसकेकी थिइन्। कृष्णमाया आमा अझै बस्थिन् त्यही घरमा। अब गाउँका बच्चाहरू उनलाई हाम्रो हजुरआमा भन्थे। उनी मुस्कुराउँथिन्, कहिलेकाहीँ अतीत सम्झेर आँखा रसाउँथिन्, तर मनमा सान्त्वना थियो। कसैले त आवाज उठायो, एउटा ठूलो सन्देश। बोक्सी भन्ने शब्द हाम्रो समाजको एउटा कालो धब्बा हो। अशिक्षा, अन्धविश्वास र सामाजिक संरचनाले निर्दोष महिलाहरूलाई यो आरोपमा थिचिन्छ। चेतनशील पुस्ताले जब प्रतिकार गर्छ, समाज बिस्तारै फेरिन्छ। कृष्णमाया आमाको पीडा हजारौंको पीडा हो र सुनिताको आवाज लाखौंको आशा।